नमस्कार सबैलाई आजको एकाउन्टिङ क्लासमा स्वागत छ। आजको विषय रहेको छ एकाउन्टिङ इक्वेसन अथवा लेखा समीकरण। एकाउन्टिङ इक्वेसन अथवा लेखा समीकरण भनेको चाहिँ एकाउन्टिङको सबैभन्दा आधारभूत नियम हो। यसले चाहिँ व्यवसायको चाहिँ फाइनान्सियल पोजिसन देखाउने गर्दछ, अर्थात् आर्थिक अवस्था देखाउने गर्दछ। व्यवसाय कस्तो अवस्थामा छ भन्ने कुरा चाहिँ एकाउन्टिङ इक्वेसनले देखाउँछ। यही एकाउन्टिङ इक्वेसनलाई आधार बनाएर चाहिँ ब्यालेन्स सिट पनि तयार गरिन्छ। र एकाउन्टिङ इक्वेसन भनेको हाम्रो जहिले पनि एसेट्स इक्वल टु इक्विटी प्लस ल्याबिलिटी, अर्थात् क्यापिटल प्लस ल्याबिलिटी। अब नेपालीबाट भन्दाखेरि चाहिँ सम्पत्ति चाहिँ जहिले पनि पुँजी र दायित्वको योगसँग बराबर हुन्छ। सम्पत्ति चाहिँ जहिले पनि पुँजी र दायित्वको योगसँग बराबर हुन्छ। यो कुरा हामीले चाहिँ बुझ्न पर्ने हुन्छ। अब हामीले चाहिँ यहाँनिर हेर्न जाँदैछ एसेट्स अथवा सम्पत्ति भनेको चाहिँ के हो त। अब यो भनेको चाहिँ व्यवसायसँग भएको सबै कुराहरू चाहिँ एसेट्समा आउँदछन्। जस्तो क्यास भयो, ब्याङ्क ब्यालेन्स भयो, फर्निचर भयो, स्टकहरू होइन, त्यो कुराहरू चाहिँ बुझ्नु पर्ने हुन्छ। र त्यसै गरिकन अर्को भनेको ल्याबिलिटी। ल्याबिलिटी भनेको चाहिँ तिर्नुपर्ने लोनहरू अथवा उधारोहरू चाहिँ ल्याबिलिटी अन्तर्गत आउँदछ। जस्तो उधारमा लिएका चिजहरू जे जति अब हामीले चाहिँ क्रेडिटमा लिएका छन् भनेदेखि तिर्नुपर्ने दायित्वहरूलाई चाहिँ लायबिलिटी भनिन्छ र अथवा यसलाई दायित्व भनेर भनिन्छ। र त्यसै गरिकन इक्विटी अथवा क्यापिटल। अब यो इक्विटी अथवा क्यापिटल भनेको चाहिँ पुँजी हो। यो चाहिँ व्यवसाय सुरु गर्ने व्यवसायको मालिकले चाहिँ लगाएको लगानी हो। यदि व्यवसायको मालिकले चाहिँ आफूसँग भएका कुराहरू जे जति कुराहरू लगाएर चाहिँ बिजनेस सुरु गर्छ त्यसलाई नै भनिन्छ क्यापिटल अथवा इक्विटी भनेर चाहिँ भनिन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ बिजनेसको सम्पत्ति भनेको चाहिँ मालिकको लगानी प्लस ऋण हुन्छ। मानौ एउटा व्यक्तिले चाहिँ एउटा व्यवसाय सुरु गर्न जाँदैछ र त्यो व्यक्तिले चाहिँ आफूसँग भएको 5 लाख रुपियाँ लगायो र 3 लाख रुपियाँ चाहिँ अन्त सापट्टि लिएर लोन लिएर लगायो भनेदेखि चाहिँ अब यहाँनिर टोटल एसेट्स हुन आउँछ, बिजनेसको टोटल एसेट्स हुन आउँछ यहाँनिर 8 लाख रुपियाँ। र जसमा चाहिँ उसको व्यवसायको मालिकले चाहिँ लगाएको 5 लाख रुपियाँ चाहिँ इक्विटी हुन्छ अथवा क्यापिटल हुन्छ। र 3 लाख रुपियाँ सापट्टि लिएको पैसा चाहिँ त्यो चाहिँ ल्याबिलिटी हुन्छ। यसरी चाहिँ हामीले बुझ्न पर्ने जरुरी के छ भने व्यवसायमा जे जति कुरा छन् त्यो भनेको एसेट्स भयो र व्यवसायमा मालिकले लगाएको कुरा त्यो भनेको इक्विटी अथवा क्यापिटल भयो र लोनहरू र अरूलाई तिर्नुपर्ने उधारोहरू छ भनेदेखि त्यो भनेको चाहिँ लायबिलिटी अथवा दायित्व भयो। यो कुरा चाहिँ हामी कन्सेप्ट क्लियर हुनुपर्दछ। यही सिद्धान्तलाई आधार बनाएर चाहिँ एकाउन्टिङ इक्वेसनमा हिसाबहरू गरिन्छ र ब्यालेन्स सिट बनाउँदा पनि एकाउन्टिङ इक्वेसनलाई नै आधार बनाएर एकाउन्टिङ इक्वेसन ब्यालेन्स गराएर चाहिँ इन्ट्री गर्नुपर्ने हुन्छ। जे जति कारोबार हुन्छ व्यवसायमा त्यो कारोबारले चाहिँ एकाउन्टिङ इक्वेसनको ब्यालेन्स चाहिँ मेन्टेन गरेको हुनुपर्दछ। एकाउन्टिङ इक्वेसनको ब्यालेन्स चाहिँ मेन्टेन भएन भनेदेखि कतै न कतै मिस्टेक छ भनेर बुझ्नुपर्ने हुन्छ। यो चाहिँ भयो एकाउन्टिङ इक्वेसनसँग सम्बन्धित आधारभूत बेसिक जानकारी। अर्को भिडियोमा चाहिँ हामी एकाउन्टिङ इक्वेसनको इन्ट्रीहरू चाहिँ कसरी गर्ने भनेर हेर्न जाँदैछौँ। हुन्छ, आजलाई यति नै। धन्यवाद।